देश तथा विदेशमा रहनुहुने र नेपाली भाषा बोलेर संसारभर चिनाइराख्नुहुने तपाईँहरू सम्पूर्ण नेपालीमा नमस्कार। हाम्रो देश नेपाल अलि अगाडि केही कठिन परिस्थितिहरूको सामना गर्दै यति बेला एउटा ऐतिहासिक मोडमा उभिएको छ र हाम्रो देश नेपाल यति बेला देशभर निर्वाचनको माहौल छ र निर्वाचनको असाध्यै चर्चा हुन थालेको छ। चिया चौतारादेखि गाउँका टोलटोलसम्म, घर छिमेकदेखि सामाजिक सञ्जालसम्म सबैको चर्चाको विषय निर्वाचन भएको छ। तर हामी सबैलाई थाहा छ, भाद्र 23 र 24 गते जेन्जी आन्दोलनमा 76 जना नेपालीले आफ्नो अमूल्य जीवन गुमाउनु परेको छ। 76 जना नेपालीले आफ्नो अमूल्य जीवन गुमाउनु परेको छ। त्यसैको अमूल्य जीवनको बलिदानपछि प्राप्त एक मात्रै उपलब्धिको परिणाम स्वरूप आज हामी 84 मा हुने निर्वाचन 2082 मा हुन बाध्य छौँ। त्यसैले आदरणीय नेपाली आमाबुवा तथा दाजुभाइ दिदीबहिनीहरू, यो निर्वाचन सामान्य छैन, अघि पछिको जस्तो निर्वाचन होइन। यो निर्वाचन अब आम नेपालीहरूको भविष्य कोर्ने र भविष्यको रेखा हेर्ने निर्वाचनको रूपमा हेरिएको छ र मलाई अचम्म पनि असाध्यै खुसी पनि लागिरहेको छ। यो निर्वाचनमा पहिलो पटक युवाहरूको व्यापक चासो देखिएको छ र युवाहरूले राजनीतिक विशेष रूपमा हेरिरहेका छन् र युवाहरूले फरक दृष्टिकोणले राजनीतिलाई हेर्न थालेका छन् र यो राम्रो सङ्केत पनि हो जस्तो मलाई लाग्छ। यहाँहरूलाई कस्तो लाग्छ? युवाहरू सक्रिय भएको देखिएको छ र अझ रोचक कुरा त के छ, अझ विशेष कुरा त के छ भने नेपालको समग्र पहिलो पटक सबै राजनीतिक दलले आफ्नो भावी प्रधानमन्त्रीको क्यान्डिडेटलाई अगाडि सारेका छन् र भावी प्रधानमन्त्रीको क्यान्डिडेट अगाडि सारेका छन्। यो पनि सायद पहिलोचोटि देख्न पाइएको छ र अहिलेको निर्वाचनमा विशेष गरी विभिन्न क्षेत्रको असाध्यै चर्चा हुने गरेको छ। त्यसमध्ये झापा क्षेत्र नम्बर 5 अनि त्यसपछि सर्लाही क्षेत्र नम्बर 4, चितवन क्षेत्र नम्बर 3, जुम्ला, गुल्मी लगायत देशका विभिन्न क्षेत्रहरूको असाध्यै चर्चा हुन थालेको छ र यदि तपाईँ ती निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनु हुने भएको भए तपाईँ आफ्नो मत कसलाई दिनुहुन्थ्यो, कृपया आफ्नो र किन दिनुहुन्थ्यो त्यो पनि विशेष कमेन्ट लेख्नु होला। र यति बेरसम्म मेरो भिडियो हेरिदिनु भएकोमा विशेष धन्यवाद छ र यहाँहरूले आफ्नो सबैको राय सल्लाह सुझाव आएछ भने दोस्रो म त्यो क्षेत्रको मतदाता भएको भए म कसलाई भोट दिने थिएँ भन्ने बारेमा म यहाँहरूलाई दोस्रो भिडियोमा जानकारी दिनेछु र असाध्यै राम्रो ढङ्गले निभाउनु हुनेछ भन्ने विशेष आशा गरेको छु। हस्त, धन्यवाद।